गाइज नमस्ते एन्ड वेलकम टु दीपक नानक ब्लग्स। आई होप सबैजना सन्चै हुनुहुन्छ र म पनि सन्चै छु। आज चाहिँ हामीहरू सैनडी जाँदैछौँ बल खेल्नको लागि भनेपछि बजाङ। केटाहरू चाहिँ एक्लै छ, 6 जनाको टिम खोज्नुपर्छ। अब केटाहरू को आउँछ हेरौँ अगाडि गएर। अहिले चाहिँ अगाडि बढौँ है साथीहरू। अगाडि हेरिरहनु होला र नयाँ हुन्छ भने लाइक कमेन्ट सेयर सब्सक्राइब चाहिँ गर्न नभुल्नु होला चाहिँ। किन मैले चाहिँ जाउँ। हेलो आज फाइनली हामी पुगिसक्यौँ स्कुलमा होइन। यहाँ चाहिँ केटीहरू पनि पट्याउनु पऱ्यो आज। तल चाहिँ स्कुल छ भनेर भन्न सकियो, तर सल्लाह छन्। पुगेपछि स्कुल पनि देखिन्छ। यहाँ केटीहरू पनि कति के हुन्छ। आज चाहिँ गेम खेलिन्छ होइन। यहाँदेखि स्कुलको एरिया छ तलदेखि। डाटा त निकालिहाल्दै थियो के छ यहाँ डाटा निकाल्ने। फाइनली यो चाहिँ होइन स्कुलको एरिया। यहाँबाट चाहिँ बाटो छ, तल चाहिँ गेट हुनसक्छ। हाम्रो खेलाडी भाइहरू प्रशान्त, यो चाहिँ छोरा हो, के भन्नु नानीको नाम सुरज, यो पनि भाइ ऊ पनि भाइ। ए त्यो त अङ्कल होला। फाइनली हामी पनि पुगिसक्यौँ। स्कुल चाहिँ गेट लागेको छ होइन। अब चाहिँ गेटभन्दा भित्र जान पाइन्छ कि नै भनेर त्यही कन्फ्युजमा बसिरहेको छ। अगाडि चाहिँ गेट छ होइन। गर्मी पनि अति भएको छ भाइ, छोरालाई हेर्नु सक्नुहुन्छ। र यहाँको भ्यू पनि हजुरले हेरेर मजा लिन सक्नुहुन्छ। फाइनली गाइज हामीहरू चाहिँ पुगिसक्यो होइन। यहाँ सैनडी स्कुलमा यहाँ चाहिँ केटाहरूले बल खेल्नेलाई तयारी गरिरहेको छ। म चाहिँ हजुरलाई देखाउने छु। यहाँ चाहिँ पुरै नेट सेट बाँधिदिएको छु। अब केटाहरूलाई चाहिँ बल खेल्छ। म चाहिँ सब छु वाला बोल। सुरज राम्रो छ मान्छे, जहाँ नि नेट बाँध्ने काम चाहिँ गर्छ। फाइनली गेम खेल्न चाहिँ तयारी भइसक्यो होइन। लेवल हो यार। जे बड्डा पढाउँछ। आउट होला। अनि ग्यास एक म्याच हारेर अर्को म्याचमा चाहिँ ब्रेक लिएर केटाहरू चाहिँ पढाइ गर्नु गएछन्। हामीहरू चाहिँ यस्तै हो, बसिरहेको छ। फेरि नास्ता गर्दैन सैनडीको स्कुल। फाइनली गएर हाम्रो नास्ता पनि बनिसक्यो होइन। नास्तामा सौदा बनाएर अब खाएर अब फेरि गेम स्टार्ट हुन्छ। फाइनली ग्यास फेरि उयो रुकेको म्याच चाहिँ स्टार्ट भइसकेको छ। हेलो गाइस फाइनली गेम हारेर केटाहरू चाहिँ बसिरहेको छ यहाँ। एनर्जी ड्रिङ्क खानु पर्यो अब होइन। एनर्जी झेप झिप सबजना झ्याप्छ क्या यहाँहरू गेम हारेर। ल्याङ दुख्यो। स्कुलको गेट तान्दै केटाहरू बङ्क हान्दै जाली
के बेला बल्ल बल्ल उत्रियो हेलो गाइज फाइनली म चाहिँ घर पुगिसकेँ घर पुगेर खानासाना खाएर सुत्ने तयारी अनि सुतिसक्यो आज चाहिँ एडिटिङ पनि हामीलाई एनर्जी छैन भनौँ खानासाना खाएर नुहाएर यस्तो भइरहेको नि के भनौँ आजको लागि यति नै मन परेमा लाइक कमेन्ट सेयर सब्सक्राइब चाहिँ गरिदिनु होला थ्याङ्क यू फर वाचिङ बाई